नमस्कार साथीहरु, मेरो युट्युब च्यानलमा यहाँहरुलाई स्वागत छ। आज असार 17 गते यो हप्ताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा 28.91 अंकको बढोत्तरी देखिएको छ, जुन 1.09% बराबर हो। आज नेप्से 2660.39 बिन्दुमा गएर क्लोजिङ दिएको छ। आज टोटल 7 अर्ब 3 करोड बराबरको कारोबार देखिएको छ। आज नेप्से सुरुवाती चरणमा ओपन भएदेखि नै झण्डै 1:15 बजेसम्म साइडवेजमा बसेर त्यसपछि चाहिँ एउटा अपट्रेन्डको माहौल समातेको थियो। आज सर्वाधिक 217 वटा स्टकका लगानीकर्ताहरूले कमाउँदा 31 वटा स्टकका लगानीकर्ताहरूले गुमाएका छन्। आज सबैभन्दा धेरै कमाउनेमा हेर्छौं भने सामुदायिक लघुवित्त 9.87, न्यादी हाइड्रो पावर 9.87, वरुण हाइड्रो पावर 8.41, राप्ती हाइड्रो एन्ड जेनरल कन्स्ट्रक्सन 8.31 र सपोर्ट माइक्रो फाइनान्समा 8.09% को बढोत्तरी देखिएको छ। आज सबैभन्दा धेरै गुमाउनेबाट हेर्छौं भने युनिलिभर 2.13% ले गिरावट देखिएको छ। त्यस्तै गरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा 1.69% को गिरावट देखिँदा नेपाल माइक्रो इन्स्योरेन्स र सिन्धु विकास बैंकमा समान 1.49% को गिरावट देखिएको छ। आज सबैभन्दा धेरै टप टर्नओभर हेर्छौं भने आज एनआरएनमा देखिएको छ। राधी विद्युत कम्पनी, बुटोल पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक र युनियन हाइड्रो पावरमा देखिएको छ। भोल्युमबाट हेर्छौं भने आज बलेफी हाइड्रो पावरमा 5,97,248 किता कारोबार भएको छ। त्यसैगरी राधी विद्युतमा 5,64,638, युनियन हाइड्रो पावरमा 5,36,958, नादी ग्रुपमा 5,02,134 किता र वरुण हाइड्रो पावरमा 4,79,222 किता कारोबार भएको छ। आज 309 वटा स्क्रिप्टको कारोबार हुँदा टोटल मार्केट क्यापिटलाइजेसन 44 खर्ब 32 अर्बमा पुगेको छ। नेप्सेलाई हामी सब इन्डेक्सबाट हेर्छौं भने आज सबैभन्दा धेरै इन्भेस्टमेन्ट इन्डेक्स 2.38% ले बढेको छ। त्यसैगरी सबैभन्दा धेरै बढ्नेमा आज माइक्रो फाइनान्स इन्डेक्स पनि 2.22% ले बढेको छ। आज म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा सामान्य गिरावट देखिएको छ। ट्रेडिङ इन्डेक्समा पनि सामान्य गिरावट देखिँदा अन्य सेक्टर झण्डै 1% को हाराहारीमा बढेको छ। यो त भयो नेप्सेको सामान्य जानकारी। अब हामी नेप्सेलाई टेक्निकल चार्टबाट हेर्छौं भने कस्तो देखिएको छ। आजको दिनमा एउटा राम्रो बुलिश क्यान्डल बस्न सफल भएको छ। लगातार 3 दिनदेखि नेप्से बढ्दो क्रममा देखिएको छ। आजको दिन नेप्से 2660.39 बिन्दुमा आएर रोकिएको छ। हिजोको भोल्युम भन्दा आजको भोल्युम केही वृद्धि देखिएको हो। हामी नेप्सेलाई सपोर्ट र रेसिस्टेन्स लगाएर हेर्छौं भने नजिकैको सपोर्ट चाहिँ हिजोको क्यान्डलको लो हुन आउँछ। 2626 को एउटा माइनर सपोर्टको रूपमा लिन सक्छौं भने आगामी दिनमा नेप्से बढेर जान्छ भने 2686 मा एउटा माइनर रेसिस्टेन्स रहेको छ र त्यो भन्दा माथि जान्छ भने 2771 को लेभलमा एउटा अवरोध हुने देखिएको छ। नेप्सेलाई हामी ट्रेन्ड लाइनबाट हेर्छौं भने डाउन ट्रेन्डमा आएको ट्रेन्ड लाइनलाई चाहिँ ब्रेक गरेर नेप्से माथि जाने कोसिसमा रहेको छ। आगामी दिनमा नेप्से बढ्दो क्रममा माथि जाने पक्का जस्तो देखिएको छ। मलाई लाग्छ 2680-90 को लेभललाई सजिलै तोडेर गयो भने 2771 को लेभलसम्म यो र्यालीले चाहिँ कभर गर्ने देखिएको छ। अब हामी नेप्सेलाई विभिन्न इन्डिकेटरहरू लगाएर हेर्छौं भने आरएसआई को लेभल 56 को लेभलमा पुगेको छ। त्यसैगरी एमएससीडी बाट हेर्छौं भने एमएससीडी को हिस्टोग्राममा चाहिँ आज बाइ सिग्नल दिएको छ। तथापि एमएससीडी को लाइनहरू नेगेटिभ एरियामै रहेको छन्। आगामी दिनमा चाहिँ यो माथि आउने आशा गर्न सक्छौं। त्यसैगरी अर्को महत्त्वपूर्ण इन्डिकेटर बोलिङ्गर ब्यान्डबाट हेर्छौं भने बोलिङ्गर ब्यान्डको मिड लेभल भन्दा माथिपट्टि क्यान्डलहरू बस्न सफल भइसकेको छ आजको क्यान्डल। त्यो कारणले गर्दा अप्पर ब्यान्डसम्म चाहिँ टच हुन सक्ने देखिएको छ। त्यो हुँदा नेप्से बढेर अप्पर ब्यान्डसम्म पुग्ने अनुमान गर्न सक्छौं। त्यसैगरी अर्को महत्त्वपूर्ण इन्डेक्स मनी फ्लो इन्डेक्स एमएफआई बाट हेर्छौं भने एमएफआई को लेभल चाहिँ 39 को लेभलमा छ। हिजो भन्दा केही वृद्धि देखिएको छ। हिजो 32 को लेभलमा थियो, आज 39 को लेभलमा पुगेको छ। बिस्तारै मार्केटमा पैसा इन्जेक्ट भइरहेको चाहिँ देखाइरहेको छ मनी फ्लो इन्डेक्सबाट पनि। हस्, आजलाई यति गर्न चाहन्छु। भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। आगामी दिनमा शेयर मार्केट सम्बन्धी विभिन्न विषयमा भिडियोहरू बनाउँदै जानेछु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिन सक्नुहुनेछ। हस्, धन्यवाद।